सुरेश श्रेष्ठज्यूलाई यस मञ्चमा आई मन्तव्य राखिदिनुको लागि म सरलाई यस मञ्चमा आमन्त्रण गर्दछु। आफै चाहिँ एकदमै क्रियाशील भएर सङ्ग्रहालय चाहिँ हाम्रो आइडेन्टिटी बचाउनको लागि खोल्नुपर्ने चिज रहेछ है। यसमा जाने पनि नजाने पनि सामग्री कलेक्सन गरेर चाहिँ केही चाहिँ गर्नुपर्ने रहेछ भनेर एउटा चाहिँ ठुलो चेतनाको स्तर चाहिँ बढ्दैछ र यो चेतनाको स्तर बढ्दै गर्दाखेरि योसँग सम्बन्धित पेशागत ज्ञान भएको मान्छेको पनि त्यत्तिकै कमी छ। हामी सङ्ग्रहालयको पेसाकर्मी भएको हिसाबले सङ्ग्रहालयमा के चाहिँ आवश्यक छ, पहिले के थियो कमी, हामीले के गर्दैछौँ र अबको यो सान्दर्भिक हिसाबले चाहिँ के कमी छ भन्नेतिर चाहिँ एउटा चाहिँ बौद्धिक जमातमा छलफलको विषय हुन छ। योभन्दा अगाडि विगत 2 वर्षभन्दा अगाडि आइकम भनेको कसैलाई थाहा नभएको ठाउँमा पनि आइकमको नाम चाहिँ उपस्थित भइसकेको छ र अहिले चाहिँ सङ्ग्रहालयको चाहिँ काम केही गर्नु पर्यो भने त नेपाल सरकार भन्दा पनि पहिला त आइकमलाई पो भेट्नुपर्ने रहेछ भन्ने पनि मान्छेमा चाहिँ एउटा सन्देश पुगिसकेको अवस्था छ। चाहिँ एउटै संस्था भनेको आइकम हो र जहाँ चाहिँ हामीले बसेर सङ्ग्रहालयको सबै काम सबैतिर चाहिँ एक्सपोज गर्न सक्छौँ। यो चाहिँ नेसनल मात्रै होइन कि इन्टरनेसनल रूपमै पनि रिजनल रूपमै पनि चाहिँ एकदमै ठुलो एरिया भएको ठुलो सिग्निफिकेन्स भएको चाहिँ संस्था हो। आज विभिन्न सङ्ग्रहालयहरूबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू सबैलाई म आइकम नेपालको सम्पूर्ण परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक स्वागत अभिवादन अर्पण गर्दछु। 2074 साल 26 गते युनेस्को कार्यालय सानेपा, युनेस्को नेपालको कार्यालय सानेपामा हामीले पहिलो आइकम नेपालको साधारण सभा गरेका थियौँ र त्यो कुरो मलाई अहिले एकदमै झल्झली याद आउँछ र म आफै खुसी हुन्छु किनभने आज हामी यो अवस्थामा आइपुगेका छौँ। सन् 2022 मा आइकम महासभाबाट पारित भएको सङ्ग्रहालयको परिभाषा अङ्ग्रेजीमा उपलब्ध भएकोमा आइकमले हरेक राष्ट्रिय समितिलाई आफ्नो देशको राष्ट्रिय भाषामा अनुवाद गर्न आग्रह गरेको थियो। सोही बमोजिम सङ्ग्रहालयका विज्ञ तथा सरोकारवालाहरूको बीचमा छलफल गरी सदस्यहरू समेतबाट सुझाव लिई सल्लाहकारज्यूको अन्तिम समीक्षा तथा पुनरावलोकन सहित नेपाली भाषामा परिभाषा तयार गरिएको छ। यसले गर्दा नेपाली भाषामा पनि सङ्ग्रहालयको आधिकारिक परिभाषा उपलब्ध भएको छ। आइकम नेपालको बारेमा जानकारी गराउने, यसले गर्ने कामको क्षेत्र तथा महत्त्वलाई बृहत्तर बनाउने उद्देश्यले गत आर्थिक वर्षमा स्थानीय सरकार र प्रदेश सरकार र सङ्घीय सरकारका सम्बन्धित निकायहरूसँग भेटघाट गर्ने, सहकार्यका लागि आग्रह गर्ने लगायतका कामहरू गरियो। यसैगरी सङ्ग्रहालय तथा सम्पदाको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थाहरूसँग आइकम नेपाललाई जोड्ने प्रयास भयो। यी प्रयासहरूले गर्दा आइकम नेपालको बारेमा धेरैभन्दा धेरै सरकारी निकाय र सरोकारवाला क्षेत्रले जानकारी पाउने र संस्थाको महत्त्व तथा गरिमा बुझ्ने अवस्था बनेको छ। यसले गर्दा आगामी दिनमा संस्थाले गर्ने सहकार्यलाई थप विस्तार गर्नका लागि नयाँ आधार समेत बनेको महसुस गरिएको छ। सङ्ग्रहालयहरू आफ्नो ढङ्गले चलेको अवस्थामा सबै सङ्ग्रहालयलाई एकै ठाउँ जोडेर यो फोरम भनेको हाम्रो आइकम नेपाल नै हो र यसको अन्तर्राष्ट्रिय सङ्गठन पनि भएको हिसाबले भोलि चाहिँ यो संस्था पक्कै पनि अझै नै माथि जान्छ र हामीलाई अझ बढी गौरवको अनुभव हुन्छ। हामी अझै सदस्यहरू जोडिँदै जान्छौँ, संस्थागत व्यक्तिगत र अनि हाम्रो काम धेरै। अनि बाँकी काम के रहेछ हाम्रो भन्दाखेरि अहिले पनि सरसर्ती हेर्दा करिब 7वटा प्रदेशमा 100वटा सङ्ग्रहालयको दरले हेर्ने हो भने करिब 500-700 सङ्ग्रहालय छन् कि जस्तो लाग्छ, साना ठुला गरेर। ती सबै सङ्ग्रहालयको प्रतिनिधित्व गराउन सक्यौँ र व्यक्तिगत रूपमा पनि गऱ्यौँ भने हाम्रो संस्था सङ्ख्यात्मक रूपमा पनि गुणात्मक रूपमा पनि बढ्दै पनि जान्छ र यो संस्थाले गर्नुपर्ने क्रियाकलाप बढ्छ, जिम्मेवारी बढ्छ, उत्तरदायित्व पनि बढ्छ। आइकम नेपालका पदाधिकारी एवं सदस्यज्यूहरू, यहाँ विभिन्न संस्थागत सङ्ग्रहालयको प्रतिनिधित्व गर्दै उपस्थित हुनुभएका सदस्य प्रतिनिधिज्यूहरू, व्यक्तिगत सदस्यताको
सदस्यता ग्रहण गरी सदस्यको रूपमा उपस्थित हुनुभएका व्यक्तिगत सदस्यज्यूहरू, यस आजको वार्षिक साधारण सभा 8औं वार्षिक साधारण समाप्त भएको घोषणा गर्दछु।